दादा के हुँदैछ यहाँ त पुरै भतेर हुँदैछ। कमल दाइ दुई शब्द भन्नुहोस्। दुई शब्द। अब गुल्मी हुँगा जाँदैछौँ इभेन्टको लागि। मसँग छन् दिपेश भाइ। नाइस गुड। हामी चाहिँ अब रिडी आउनु थाल्यो रानीमहलको बाटो हुँदै। अनि भोलि इभेन्ट छ हाम्रो गुल्मीदेखि जन्मघर जन्मगाउँ गुल्मीदेखि हामी जाने बुटोल, फेरि अनि बुटोलदेखि फेरि गुल्मी, अनि फेरि सेसन सकेर फेरि बुटोल। रात परे यस्तै छ जिन्दगी। दिपेश खाइछन् रेडबुल खाँदैछन् थकाइ लाएर। बिस्तारै बिस्तारै फेसबुकमा भिडियोहरू आउँदै गर्छन्। दुःख छ, निन्द्रा पुगेको छैन, सिजनमा गरिहाल्नु पऱ्यो काम, त्यस्तै हो। हामी चाहिँ रेडी साथीको होटल छ, यहाँ चिया नास्ता खाएर हुँगा कार्यक्रमको लागि जानियो, बिहेको लागि। यति बेला चाहिँ रिडी रोकेछौँ हाम्रो रिडी। यहाँ कोही यो बाटो यात्रा गर्दै हुन्छ भने मेरो साथीको होटलमा आइदिनु हुन अनुरोध गर्दछु। दिपेश भाइ फाइनली लोकेसनमा पुग्यो। यहाँ चाहिँ बाजा बजाउँदै हुनुहुन्छ। चाहिँ हामी आइसक्यो यहाँ लोकेसनमा। ओहो यहाँ चाहिँ खाने बेला हुँदैछ ल। दाइहरू कति रमाइलो गर्नुभयो। दादा के हुँदैछ यहाँ त पुरै भतेर हुँदैछ। रमाइलो यहाँ चाहिँ यस्तो रमाइलो खाएको ल सबैजना। राजन दाई राजन दाई मिनी भ्लगमा स्वागत छ। गुड मर्निङ एभ्रिवान। हामी चाहिँ बिहान उठिसक्यो। आज बिहेको दिन हुँगादेखि बुटोल जाँदै जाने। यो घर बसेको यो चाहिँ हाम्रो राजन दाईको घर हो, राजन नेङपाने दाई। उहाँ चाहिँ लिरिक्स लेख्नुहुन्छ, म्युजिक गर्नुहुन्छ, अनि गायक पनि हो। मजाले बस्यो, गाउँतिरको बसाइ धेरै राम्रो हो नि। अनि अब गएर चाहिँ ट्याक्क तयारी गर्ने, ड्रोनहरू उडाउने, रेडी हुने। यहाँ बुटोलबाट फेरि यहीँ गुल्मी हुँगा आउने हो। यता चाहिँ बिहा गरेर छ, तयारी हुँदैछ। अब हामी पनि रेडी हुँदैछौँ। दिपेश भाइ हामी चाहिँ ड्रेस हान्दैछौँ, ड्रेस टक्क लाएर। हामीलाई भात खाँदैछौँ, जन्ती हिँड्नु पहिला, पछि फेरि भ्याइन्न खाना। हामीले भिडियो खिची गर्नुपर्छ सिन्दुर हाल्दासम्म। त्यही भएर थुत्रै हालिदिएपछि ढुक्क। हामी चाहिँ नास्ता खाँदैछौँ। कमल दाइ दुई शब्द भन्नुहोस्। दुई शब्द। त्यति भन्नुहुन्छ नि थाहा थियो मलाई। कति राम्रो बहिनीहरू मेरा मिनी भ्लगमा आइरहन्छन् यस्तो यस्तो। राख्छु नि मैले बहुत पछि इभेन्टको। ओहो ल जन्ती आइयो जन्ती। यता हेर यता हेर यता हेर। हाम्रो चाहिँ अब इभेन्ट सकिन लाग्यो, फ्यामिली फोटो हुँदैछ। हामी चाहिँ अब निस्क्यौँ घरतिर जाने हामी गुल्मी। बिहानको 1:20 भइसक्यो, बल्ल जन्ती आइयो। जन्ती आइयो, अब भित्र आएर सुत्ने हो। कति बेला हो बुटोलदेखि हुँगा